हेलो साथीहरु, यो मेरो न्यू भ्लगमा तपाईहरुलाई स्वागत गर्दछु। यो चाहिँ मेरो भोइस ब्याग वाला न्यू भ्लग हो। आज चाहिँ हामी जानेवाला छौं सिमेन्ट लोड गरेर केदारनाथ। अगाडि देख्न सक्नुहुन्छ पेट्रोल पम्प रहेको छ। हामी त्यहीदेखि चाहिँ सिमेन्ट बोकेर जानेवाला छौं। किन देख्न सक्नुहुन्छ तपाईले, यो मेरो न्यू ट्रक रहेको छ 12 व्हील वालाको। मेरो साथीको चाहिँ ब्रेकअप भएको छ, त्यही कारणले चाहिँ मुर्दार फोनमै बिजी छ। अब हामी गाडीमै जाम। साथीहरु, हामी चाहिँ गाडी स्टार्ट गरेर हिँडिसकेका छौं पेट्रोल पम्पतिर। अब हामी गएर लोड गरेर पछि म देखाउने वाला छु तपाईहरुलाई। साथीहरु, तपाईले देखिसक्नुहुन्छ मैले चाहिँ गाडी लोड गरेर पेट्रोल पम्पदेखि हिँडिसकेको छु। अब सायद मलाई यहाँदेखि केदारनाथ जाने मिनिमम 2-3 दिन त लाग्छ होला। यो मेरो लङ भिडियो पनि हुन सक्छ, सायद मैले यसको पार्ट 1 पार्ट 2 पनि गराउन सक्छु। तपाईले मेरो च्यानलमा गएर भिजिट गरेर हेर्न सक्नुहुन्छ। यतिन चाहिँ एक्सिडेन्ट भएको रहेछ, कुन चाहिँ नि ड्राइभरले चाहिँ ठोक्दैछ, त्यही कारणले लामो लाइन लागिरहेको छ। हामी रहेका 3 झन्डा एक्सिडेन्ट हुन्थ्यो हाम्रो पनि, तर मैले बचाइहाले। जाँदा जाँदै 81 बीच बाटोमा पानी परेन, म चाहिँ ट्रकदेखि झरेर तिरपालहरु कस्न थाले। कसेर चाहिँ म ट्रकमा बसेर निरन्तर मेरो बीच बाटोमा चाहिँ कति खतरनाक टर्निङ आइरहेको थियो। यो बाटोमा फेरि राम्रोसँग चलाउनु पर्छ, नत्र बेला बेलामा एक्सिडेन्ट भइरहेको छ। मैले चाहिँ राम्ररी यताउडी हेर्दै चलाइरहेको थिएँ, त्यही कारणले मेरो एक्सिडेन्ट भएको थिएन। यदि तपाईलाई यो ट्रकको स्किन एन्ड मोड चाहिएको छ भने मेरो लिङ्कमा हालिदिन्छु होला, हेर्न सक्नुहुन्छ तपाईहरुले। यो मलाई माफ गरिदिनु होला, मैले धेरै लङ भिडियो गराउन सकिन, त्यही कारणले चाहिँ मैले यो पार्ट 1 यही खतम गरे। मेरो गाडी पनि ठोकिसकेको छ। ल बाई।